ल आज हामी इज अनि पछि डु एर इज द हुई य अनि पछि इर अनि पछि जी लगाउँदाखेरि कुन कुन के चेन्ज हुन्छ इ यस टी टी इएन यस टी इएन जस्तो चेन्ज हुन्छ नि हामी आज टु पढ्छौँ के यसमा मिनिङसँग सेन्टेन्सहरू छन् 100वटा सेन्टेन्सहरूको तयारी गर्छौँ हामी ल लेट्स गो इच लर्नर डोइज इच लर्नर डोइज इच लर्नर डोइज भनेको म जर्मन सिक्छु इच लर्नर डोइज भनेको म जर्मन सिक्छु इच स्प्रेस नेपाली इच स्प्रेस नेपालीज भनेको म नेपाली बोल्छु इच स्प्रेस नेपाली इच स्प्रेस नेपालीज भनेको म नेपाली बोल्छु इच एस ब्रोथ इच एस ब्रोथ इच एस ब्रोथ भनेको म रोटी खान्छु इच एस ब्रोथ भनेको म रोटी खान्छु इच ड्रिङ्क वासर भनेको म पानी पिउँछु इच ड्रिङ्क वासर भनेको म पानी पिउँछु इच ड्रिङ्क वासर भनेको म पानी पिउँछु इच काउफ ओप्स भनेको म फल किन्छु इच काउफ ओप्स भनेको म फल किन्छु इच काउफ ओप्स भनेको म फल किन्छु इच लेज आइन बुक भनेको म किताब पढ्छु इच लेज आइन बुक भनेको म किताब पढ्छु इच लेज आइन बुक भनेको म किताब पढ्छु इच श्राइब आइन ब्रिफ इच श्राइब आइन बरिफ भन्छ क्या ब्रिफ भनेको चाहिँ बरिफ इच श्राइब आइन बरिफ भनेको म चिठी लेख्छु इच होर म्युजिक इच होर म्युजिक भनेको म सङ्गीत सुन्छु इच होर म्युजिक भनेको म सङ्गीत सुन्छु इच जेह आइन फिल्म भनेको म फिल्म हेर्छु इच जेह आइन फिल्म भनेको म फिल्म हेर्छु इच बेजुख इच बेजुख फ्रेन्ड भनेको म साथीलाई भेट्छु इच बेजुख फ्रेन्ड भनेको म साथीलाई भेट्छु इच बेजुख फ्रेन्ड भनेको म साथीलाई भेट्छु इच होइन अब डु लन्च डोइज भनेको तिमी जर्मन सिक्छौ डु लन्च डोइज भनेको तिमी जर्मन सिक्छौ भने तिमी जर्मन पढ्छौ सिक्छौ भनेको डु लन्च त डोइज डु स्प्रेस इङ्ग्लिस डु स्प्रेस्ड इङ्ग्लिस डु स्प्रेस्ड इङ्ग्लिस स्प्रेस्ड इङ्ग्लिस तिमी अङ्ग्रेजी बोल्छौ डु इस्ट राइस डु इस्ट राइस भनेको तिमी भात खान्छौ डु इस्ट राइस भनेको तिमी भात खान्छौ डु ड्रिङ्क्स द टी तिमी चिया पिउँछौ डु ड्रिङ्क्स द टी भनेको तिमी चिया पिउँछौ डु काउ फर्स्ट गेम्युज भनेको तिमी तरकारी किन्छौ डु काउ फर्स्ट गेम्युज भनेको तिमी तरकारी किन्छौ डु लिस्ट डी चाइटुङ भनेको तिमी पत्रिका पढ्छौ डु लिस्ट डी चाइटुङ भनेको तिमी पत्रिका पढ्छौ डु श्राइब्स्ट आइन इमेल डु श्राइब्स्ट आइन इमेल भनेको तिमी इमेल लेख्छौ डु श्राइब्स्ट आइन इमेल भनेको तिमी इमेल लेख्छौ डु श्राइब्स्ट आइन इमेल भनेको तिमी इमेल लेख्छौ डु होरस्ट राडियो डु होरस्ट राडियो भनेको तिमी रेडियो सुन्छौ डु होरस्ट राडियो भनेको तिमी रेडियो सुन्छौ डु जिस्ट फारन भनेको तिमी टिभी हेर्छौ डु जिस्ट फारन भनेको तिमी टिभी हेर्छौ डु बेजुक्स्ट डाइन आल्टर डु बेजुक्स्ट डाइनन आल्टन भनेको तिमी आफ्ना आमा बुवालाई भेट्छौ आल्टन भनेको आल्टरन भनेको आमा बुवा है आल्टरन भनेको आमा बुवा आल्टरन अनि आर्बाइट एम ब्युरो आर्बाइट एम ब्युरो भनेको ऊ अफिसमा काम गर्छ आर्बाइट एम ब्युरो भनेको ऊ अफिसमा
काम गर्छ। आर फारत आइन आउँदो। आर फारत आइन आउँदो भनेको ऊ गाडी चलाउँछ। ऊ एउटा गाडी चलाउँछ नि हुन्छ फेरि ऊ गाडी चलाउँछ। आर फारत आइन आउँदो भनेको ऊ गाडी चलाउँछ। भनेपछि एर कोक्स दास एसेन भनेको ऊ खाना पकाउँछ। एर कोक्स दास एसेन भनेको ऊ खाना पकाउँछ। एर लन्च डोइच भनेको ऊ जर्मनी सिक्छ। एर लन्च डोइच भनेको ऊ जर्मन सिक्छ। एर लिस्ट आइन magaziन एर इस्ट लिस्ट आइन magaziन इज लिस्ट आइन magaziन। एर इस्ट आइन magaziन भनेको ऊ पत्रिका पढ्छ। अनि एर ड्रिङ्क काफी। एर ड्रिङ्क काफी। एर ड्रिङ्क काफी भनेको ऊ कफी पिउँछ। एर ड्रिङ्क काफी भनेको ऊ कफी पिउँछ। एर काफ्स क्लाइडुङ भनेको ऊ कपडा किन्छ। एर काफ्स क्लाइडुङ भनेको ऊ एर काफ्स क्लाइडुङ भनेको ऊ कपडा किन्छ। एर श्राइफ्स नोटिजन एर श्राइफ्स नोटिजन भनेको ऊ नोट लेख्छ। एर श्राइब नोटिजन भनेको ऊ नोट लेख्छ। एर होरत म्युजिक भनेको ऊ सङ्गीत सुन्छ। अनि एर होरत म्युजिक भनेको ऊ सङ्गीत सुन्छ। एर होरत म्युजिक भनेको ऊ सङ्गीत सुन्छ। जी आर्बाइट इम क्राङ्केनहाउस। जी आर्बाइट इम क्राङ्केनहाउस भनेको ऊ अस्पताल काम गर्छिन्। उनले अस्पताल काम गर्छिन्। यो जी भन्दा बित्तिकै महिला आउँछ क्या। जी आर्बाइट इम क्राङ्केनहाउस भनेको ऊ अस्पताल काम गर्छ। जी लन्च डोइच भनेको ऊ जर्मन बोल्छ। जी लन्च डोइच भनेको ऊ जर्मन लन्च भनेको अध्ययन गर्दैछ। जी लन्च डोइच भनेको ऊ जर्मन सिक्दैछ अध्ययन गर्दैछ। जी लिस्ट आइन बुक। जी लिस्ट आइन बुक भनेको ऊ किताब पढ्छ। जी लिस्ट आइन बुक भनेको ऊ किताब पढ्छ। जी ड्रिङ्क्स मिल्क भनेको ऊ दुध पिउँछ। जी ड्रिङ्क्स मिल्क भनेको ऊ दुध पिउँछ। जी कुक राइस भनेको म भात पकाउँछु। जी कुक्स राइज भनेको ऊ भात पकाउँछ। कुक राइज। अनि जी काफ्स ब्लुम भनेको जी काफ्स ब्लुम भनेको ऊ फुल किन्छ। जी काफ्स ब्लुम भनेको ऊ फुल किन्छ। ब्लुम भनेको ऊ फुल किन्छ। जी होरत म्युजिक भनेको जी होरत म्युजिक भनेको ऊ सङ्गीत सुन्छ। जी होरत म्युजिक भनेको ऊ सङ्गीत सुन्छ। जी श्राइफ्स आइन बरिस भनेको ऊ प्रतिवेदन लेख्छ। जी श्राइफ्स आइनन बेरिस्ट भनेको ऊ प्रतिवेदन लेख्छ। अनि जी बेजुक्स आइन अनि फ्रेन्डिङ। जी बेजुख फ्रेन्डिङ भनेको ऊ साथीलाई भेट्छे। अनि पछि आउँछ जिस्ट आइनन फिल्म। जिस्ट आइन फिल्म भनेको ऊ फिल्म हेर्छ। जिस्ट आइन फिल्म भनेको ऊ फिल्म हेर्छ।